तिमी कस्तो लाग्छ? प्रभुले केही सुन्नुहुन्न जस्तो लाग्छ? रुदा प्रार्थना गर्दा सबै गर्दा पनि परिस्थिति बदलिन्न जस्तो लाग्छ? कसमाथि विश्वास गर्दैछौ? प्रभुले भन्नुहुन्छ तिम्रो लागि मैले तिम्रो आँसु देखेको छु। तिमी बन्द कोठामा रुँदै गरेको मैले सुनेको छु। तिमीले मलाई पुकारेको मलाई थाहा छ। तिमीले मेरो निम्ति गरेको सङ्घर्ष मलाई थाहा छ। तिमीले मेरो नामलाई अपमानित हुन दिएनौ। मानिसले तिम्रो परमेश्वरले के गर्छ भनेर तिमीलाई बारम्बार भन्दा पनि तिमी त थामियौ त, तिमी अडियौ। म तिमीसँग खुसी छु भन्न चाहन्छु। म तिमीसँग आनन्दित छु। छोरी, ए मेरो छोरा, म भन्न चाहन्छु हरेक कुराको समय छ। अब हाँस्ने समय आउँदैछ। अब फसल काट्ने समय आउँदैछ। अब हर्षको समय आउँदैछ। तिम्रो इनामको समय आउँदैछ। आजसम्म विश्वास गर्यौ, अब विश्वास गर अनि स्थिर बस। जसले तिम्रो विरुद्ध योजना बनाएका छन् तिनीहरू तिम्रो अगाडि ढल्नेछन्। जसले तिमीलाई तिम्रा परमेश्वरले के दिए भनेर प्रश्न गर्नेछन्, म तिनीहरूको अगाडि तिमीलाई उठाउने छु र जवाफ दिनेछु, किनभने म जीवित परमेश्वर हुँ। मलाई हेर जसरी आजसम्म हेरेकी छौ। मेरो वचनमाथि विश्वास गर जसरी आजसम्म गरेकी छौ। अब तिम्रो जीवन बदलिँदैछ। मैले तिमीसँग बोल्दैछु। प्रभु भन्नुहुन्छ मेरो मण्डली, यो तपाईको निम्ति प्रभु बोल्दै हुनुहुन्छ। अब सुखको दिन आयो। अब हर्षको दिन आयो। अब कटनीको दिन आयो। उहाँमाथि विश्वास गर्नुहोस्। येशू ख्रीष्टको नाममा सबैलाई जय मसीह।